हेलो गाइज आज हामी चाहिँ ममले घुमाउन लानुभएको लो बजेटको 0 बजेटमा हो। काका पो लानुहुन्छ थाहा छैन। यहाँ पुष्प छ्यामाको भ्लगमा चाहिँ म बोल्दैछु। किन नखिच्ने यस्तो राम्री ममलाई, रिसाको रिसाइ गर्ने ममलाई। अझै हिँडेर नि अझै हिँड्नु त पर्छ हान्ने चढ्छन् त अलिअलि। टकडा 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 केही बोल्नु। म हो ब्लगर मिस ब्लगर। अनि लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। मेरो सब्सक्राइबर चाहिँ 1.73 के पुगेछ। धेरै धेरै धन्यवाद दिन चाहन्छु साथीहरू। यहाँ चाहिँ म सुपरमा हामी चाहिँ अहिले तल खोलातिर जान लागेको हो। ममले लिएर जानुभएको अरे घुम्ने ठाउँ छैन, यही खोला हेर्न हो। खोला नि राम्रै लाग्छ मलाई त। हो मर्स्याङ्गी खोला त्यस्तै रमाइलो लाग्छ। डाँडापारी माला बेसी मोटी छुर्पी भन्ने साध्य छैन। मोटिस यो उकालोमा अहिले कति गाह्रो हुन्छ मलाई। के भयो नि मोटी भयो नि अब ज्यान बिस्तारै घटिहाल्छ नि। बाटो चाहिँ यति राम्रो छ है, सबैजनाले यति राम्रो बनाइदिनु भएको छ बाटोमा। ओ माई गड, यता हेर्नु सबैजना। आमा छ्यामा बल्ल राम्रो देखिया। हिरो नि हो नि, पहिलाको हिरो नि। हेर्नु साथीहरू, मर्स्याङ्गी खोला यो चाहिँ पुल है। उनीहरू चाहिँ अगाडि हिँड्दै सक्नुभयो त। हेर्नुहोस् मर्स्याङ्गी खोला, यही हो डाँडापारी हिमाल बेसी छ जला। यो यहाँ चाहिँ अहिले बाटो बनाइरहेछ। हेभी गाडी प्रवेश निषेध यस्तो छ है अहिले चाहिँ यहाँको अवस्था। गाइस यहाँ चाहिँ अहिले हिलो बाटो छ। भन न ल। हाम्रो ममलाई चाहिँ यो बोक्न झ्याउलाएर मलाई देखा बोक्न म चाहिँ बोक्दैछु। यो चाहिँ हाम्रो मम्मीले गिफ्ट दिनुभएको हो मदर्स डेमा होइन। सो साथीहरू, तिमीलाई चाहिँ अहिले लमजुङ आउनु त कस्तो फिल भइरहेछ त नि? हो साथीहरूलाई यसो सब्सक्राइबर गर भन्दै है, सब्सक्राइब गर भन्दै। आमा र छ्यामा चाहिँ यति धेरै छ कि म सबैलाई मिस गर्छु कि। र सबसे कसलाई त? सबैलाई हो। हाम्रो आमालाई चाहिँ यो बाटो एकदम मनपर्छ कि, सधैँ मलाई जाउँ मात्रै भन्नुहुन्छ। हाम्रो यता छ्यामा हिँड्दै हुनुहुन्छ माथि। पैसा चाहिँ पुष्प छ्यामाले दिनुभएको अरे है। पैसा चाहिँ मैले दिएको है। राम्रो छ तर यहाँ चाहिँ राम्रो छ। बिरुवाहरू हेरिदिनुहोस् साथीहरू। पर चाहिँ बेसी सहर लमजुङ। हाई हिरोइन्स। खाएको लाग्यो तपाईँले यस्तो खान्थ्यो र? कहाँ खान्थ्यो पहिला सानोमा। यसलाई के भन्छ? यसलाई खै हामीले त किन भन्थेन भन्नु त। घन्टी फुल भन्थ्यो र किनकि यसमा घन्टी पनि छ नि त। ल ल, यो चाहिँ हामीले पहिला सानो यस्तो रस खान्थ्यो होइन। तर मौरीको लागि चाहिँ एकदम राम्रो है, हनी है। हनीको लागि चाहिँ एकदम राम्रो हो। यो फुललाई चाहिँ के भन्छ कमेन्ट गरिदिनुहोस् ल साथीहरू। घन्टी फुल भन्छ हाम्रोतिर त। घन्टी फुल भन्छ अरे उनीहरूकोबाट, सुपनाहरूकोबाट घन्टी फुल रे। आमाहरू चाहिँ उता हिँडिसक्नु भयो। हाम्रो सुप्पु चाहिँ यहाँ ब्याग बढ्दै खाने खान्न, अहिले पछि खान्छु। चाहिँ कोही कोही मान्छेहरू
कस्तो घामै लाहाइन त्यही पनि काली हुन्छ भनेर छाता ओड्न सुरु गर्नु भइसक्यो। हामी त काली दिलवाली हो नि होइन त छ्यामा। त्यो डायलग कसको चोर्छ कि तपाईँ जतिखेर नि कता गयो तपाईँको त्यो डायलग हरियो वन नेपालको धनमानी च्याबै जुन चाहिँ भिडियोमा नि यति त हाँस्छु होइन म त्यो सुन्ने बित्तिकै। मेरो डायलग भनेको चाहिँ हरियो वन नेपालको धन भनेको यही हो। आमाहरू चाहिँ कति चाँडै हिँडिसक्नुभयो। हाम्रो सुपनाले चाहिँ सही भनेको हो के अरे मेरो जुन भ्लगमा नि के अरे भन्यो न लो नेपालको धन यो हो हाम्रो बेस्ट वुमेन इन माई लाइफ। मेरो लाइफको बेस्ट वुमेन इन माई लाइफ भनेको यही हो। सुपु यो कुन ठाउँ हो त बिचारा यो बाटो बनाउने दाइहरूलाई एकदम धन्यवाद भन्न चाहन्छु कि त्यहाँ नि बाटो बनाएन के हामीले त केही नि भन्दैन। हामीले त्यो पारी जानु लाग्यो मात्रै भन्छ। त्यहाँ पनि छ है सडक बाटो बनाइदिनुको भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मिल्छ हो थाहा भएन। हेर साथीहरू बाटो यति राम्रो छ। म देखेर त मेरो अनुहार देखेर तर्सेर भाग्छ होला। हाम्रो यहाँ छेउमा चाहिँ न पानी न घाम त्यहाँ पनि छाता ओढिरहनु भएको छ। कान्छा बाबुले हेरिदिनु होला यो भिडियो चाहिँ। न घाम न पानी छेउमा न घाम न पानी कस्तो लागिरहेछ तपाईँलाई बेस्ट आमा अर्ग्यानिक वाउ हो र घिन लगाएर होला नि आमालाई तर मल हुन्छ यसले है नहेला हेला गर्न मनाइ छ। ल साथीहरू हामी त हिजो कहाँ आइपुग्यो थाहा भएन है। हाम्रो सुपना चाहिँ घरिघरि आइसलु मात्रै भने है अहिले आइसलु देखेँ मैले हो आइसलु ओ सुपना घोचला कपाल घोची बिचार बच्चाको फाइनली आइसलु भेटिहाल्यो नि। खै हातमा देखाउ न आइसलु वाउ आइसलु देखाउ न वाउ यतै हेर त यतै हेर्नु छेउमा ल देख्यो साथीहरू आइसलु के आइसली आइसली त होइन आइसलु भन्छ आइसलु हेर्नुहोस्। काका नि मिठो हुन्छ यताको आइसलु नि मिठो हुन्छ। यतिकै खाने हो यति खाने त्यो खाऊ न त्यो छिलेर त्यो खाऊ निल्दो उसको काँडाले चाहिँ एकदम घोच्छ है। त्यो काँडा चाहिँ उसको आमा हो। आइसलु चाहिँ छोरी बेस्ट लाग्यो। ल हाम्रो सुपना छोरी चाहिँ अब दिदीको छोरी है ऊ चाहिँ सुपना चाहिँ। हामी चाहिँ यहाँ आइसलु यतिकै आइसलु भनेर त साँच्चैको आइसलु पायो कि है। हुँदैन छ अरे हुँदैन रहेछ तर यहाँ त भिड रहेछ गइसक्दैन त्यो पनि सकिसकेको छ आइसलु छोडिदेऊ अब। ल मिठो भयो आइसलु यता हेर त आइसलु मिठो भयो। मेरो हातमा नि आइसलु छ। ए हलवाईको नि हिँडेछ अहिले। हेलो एभ्री वान छ्यामाहरू अहिले चौतारामा बसिरहनु भएको छ। अघि आइसलु पनि पायो हामीले। अनि तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। हाम्रो आमा चाहिँ लाठी चाहिँ टोलाइरहनु भयो। यहाँको भ्यू यस्तो छ है अहिले। यो फेरि भन्यो नि त डाइलग आँखुम भने कपाल दाँत छैन कपाल सेतो भइसक्यो मेहन्दी बुढेसकालमा त त्यो त हुन्छ छ्यामा है होइन त छ्यामा यसले चाहिँ हुन्छ के गर्नु तरेन बनाऊ भने भगवान्ले यस्तै बुढी बनाइदियो। सुपना चाहिँ आफ्नो धुनमा बिजी छ भगवान्ले बुढी बनाइदियो। छिटो भयो म छिटो बुढी। फाइनल्ली चटपटी आइसक्यो साथीहरू। चटपट कस्तो छ सुपना मिठो छ छ्यामा कस्तो छ चटपट मिठो छ। आमा आमा चाहिँ केही खानुहुन्न त्यसैले अब हामी चाहिँ चटपट खानु थालेको
ल म पनि रसिसक्यो एउटा बिस्कुट खानु तपाईँ तर कुन बिचको छ त मन छ नि त्यहाँदेखि जाँदा लिएर आउँदा हामी चप्पल खानु लाग्यो है